लिम्बुवान 9 जिल्लालाई चाहिँ उनीहरूले चाहिँ कब्जा गरेको त्यही कारणले चाहिँ यो दिनलाई चाहिँ हामीले वर्षौनी चाहिँ कालो दिनको रूपमा चाहिँ हामी मान्दै आइरहेको छौँ। जस्तै ठुल्ठुलो गाडीहरू पहाड जाने गाडीहरू चाहिँ बन्द नै भइरहेको छ, चलाइरहेको छैन। यही लोकलहरू चाहिँ यताउति जानेहरू चाहिँ अनुहार भएको हाम्रै थेप्सी अनुहार भएकोहरूले नै धेरै नै नबुझिरहेको त हामी नै हौ नि। 1831 साल साउन 22 गतेको दिन चाहिँ हाम्रो लिम्बुवानलाई चाहिँ सम्झौता गरेर चाहिँ हडपेर नेपाल बनाएको एउटा राम्रो पक्ष चाहिँ के भयो भन्दाखेरि यो कोशी नाम राख्दा राख्दै एउटा राम्रो पक्ष के भयो भन्दाखेरि चाहिँ किन यो पहिचानवादी चाहिँ एक भयो। अनि यो भूमि अस्तित्व प्रेमीहरू सबै एक हुनुको कारण पनि एउटा चाहिँ राम्रो नै भयो भनौँ न। यो एकीकरण नै चाहिँ अहिले नै हुने कुराहरू चाहिँ सुनेको छैन। तर अब यो जब चुनावहरू हुन्छ त्यतिखेर गठबन्धनहरू हुनसक्छ। जस्तै गठबन्धनले पनि धेरै राम्रो गर्न सक्छ। पहिचानवादी आफ्नो सिद्धान्तहरू मिल्ने होइन विधानहरू मिल्नेसँग चाहिँ एकीकरण पनि नहोला भन्न सकिन्न। यो पहिचानवादी पार्टीहरू मात्रै नभएर सङ्घ संस्थाहरू छ नि, जस्तै पहिचानवादी सङ्घ संस्था याक्थुङ चुम भयो, किरात यायोका भयो, शेर्पा सामुदायिक संस्थाहरू, हजुर सामुदायिक संस्थाहरू जात जातिको संस्थाहरू पनि एक छौँ कि अहिले जोडेर हरेक कुरोमा हामीले आजको दिनलाई कुनै व्यक्तिगतको बारेमा होइन र 2 दिन अगाडि नै हामीले चाहिँ नि जनताको सामुन्ने हामीले सबै कुरो चाहिँ नि मैत्रीपूर्ण तरिकाले उहाँहरू गन्तव्यमा पुगौँ भनेर हामीले एनाउन्स गरेको पनि छ। त्यसले गर्दाखेरि तपाईँ हामीले बन्द अधिकार पाएन नि त होइन, त्यही कारणले गर्दाखेरि पनि तपाईँ यो